Thank you, Lord Jesus. प्रभु जी हामी तपाईलाई धन्यवाद चढाउँदछौँ। साँच्चै नै प्रभु आजको यो सुन्दर दिनको लागि प्रभु म तपाईलाई धन्यवाद दिँदछु। प्रभु साँच्चै नै आजको यो तपाईको परिवारले तपाईको छोराछोरीले प्रभु साँच्चै नै आफ्नो हृदयदेखि प्रभु तपाईको नाउँले उचालेको छ। प्रभु हामी हरेकले प्रभु एक साथ भएर प्रभु तपाईको नाउँले हामीले उचालेका छौँ। प्रभु तपाईलाई धन्यवाद छ। अनि साँच्चै नै प्रभु आजको यो सुन्दर समयको लागि प्रभु फेरि पनि म तपाईलाई धन्यवाद दिँदछु। तपाईको अनुग्रह अनि तपाईको कृपा साँच्चै नै प्रभु हाम्रो जीवनमा कति असल छ। प्रभु धन्यवाद छ। Thank you, Lord Jesus. Thank you, thank you, thank you, thank you. Oh, yes, प्रभु धन्यवाद छ, धन्यवाद छ। Hallelujah, hallelujah, तपाईको शरीर र रगतको सहभागी हुन अघि प्रभु हाम्रो हरेक जीवनमा प्रभु भएका हाम्रा दुर्बलता, हाम्रो कमजोरी अनि पाप अनि अधर्महरूलाई प्रभु हामी तपाईको चरणमा ल्याउँदछौँ ताकि तपाईको समीप आउँदै गर्दाखेरि प्रभु हामी शुद्ध अनि पवित्र हुन चाहन्छौँ। अनि त्यो केवल प्रभु तपाईमा मात्र सम्भव छ। प्रभु धन्यवाद छ सबै कुराको लागि प्रभु। विशेष गरेर म तपाईलाई धन्यवाद दिन्छु प्रभु तपाईको अनुग्रहले गर्दाखेरि आज हामी यो ठाउँमा छौँ। आज यो ठाउँमा खडा गरेर तपाईको नाउँलाई हामीले उच्चार्न पाएका छौँ। प्रभु धन्यवाद सबै कुराको लागि। आउनुहोस् मण्डली परिवार, हाम्रो अगाडि रोटी अनि दाखरस तयार भएको छ। हामी सबैजना अगाडि आउनेछौँ र एकसाथ हामी लिएर हाम्रो आफ्नो स्थानमा रहनेछौँ। Maria,
तपाईँले गर्नुभएको त्यो प्रेम ओ लर्ड जिसस प्रभु तपाईँलाई धन्यवाद दिन्दछु। साँच्चै नै आज तपाईँको प्रेमले गर्दाखेरि हामी यो ठाउँमा छौँ प्रभु। साँच्चै नै हामीले यो योग्यको बनाउनु भएको छ। साँच्चै नै वचनले भन्दछ कि हामी यो शरीर परमेश्वरको शरीर र उहाँको रथको सहभागी हुनु अघि उहाँ त्यो लिनुभन्दा अगाडि चाहिँ हामीले हरेकलाई एकले अर्कालाई जाँच्नेछौँ। हाम्रो हृदयलाई हामी कति कुराहरूमा हामी चुकिरहेका हुन्छौँ, कति कुराहरू हामीले नसोच्दा नसोच्दै पनि हामीले गर्दैनौँ भन्दा भन्दै पनि हामीले गरिपठाएको कुराहरू हुन्छ र जुन कुरा चाहिँ हामीले गर्दैनौँ भन्दा भन्दै कति कुरा हामीले गरिपठाएको हुन्छ। ओ प्रभु म तपाईँलाई धन्यवाद दिन्छु। यी सबै कुराहरूबाट तपाईँले हामीलाई फर्काउनु भएको छ। तपाईँले हामीलाई पवित्रताको त्यो जीवन हामीलाई दिनुभएको छ प्रभु। अनि त्यो पवित्रताको जीवनमा अगाडि बढ्न साँच्चै नै प्रभु आज हामीलाई योग्यको बनाउनु भएको छ। ओ प्रभु तपाईँ हामीलाई क्षमा गर्नुहुने परमेश्वर हाम्रो रगत प्रभु साँच्चै नै तपाईँको रगतले चाहिँ हाम्रो हरेक पापलाई साना ठुला जति पनि कुराहरू छ ती सबै कुराले धुनु भएको छ। धन्यवाद छ प्रभु तपाईँलाई धन्यवाद दिन्दछु। अनि वचनमा यसरी लेखिन्छ किनकि प्रभुबाट पाएको कुरा मैले तिमीहरूलाई सुम्पी पनि दिएँ। अर्थात् जुन रात प्रभु यीशु पक्रा पर्नुभयो त्यही रात उहाँले रोटी लिनुभयो र धन्यवाद दिएर त्यसलाई भाँच्नु भएको छ। आउनुहोस् हामी यो रोटीलाई हामी माथि उठाउनेछौँ र हामी प्रभुलाई धन्यवाद दिनेछौँ। प्रभुजी तपाईँलाई धन्यवाद छ आज तपाईँले दिनुभएको यो शरीरको निम्ति जुन कुराले आज प्रभु साँच्चै हामी तपाईँसँग एउटै परिवार भएर रहन तपाईँको छोराछोरी कहलिन योग्यको प्रभु तपाईँले हामीले बनाउनु भएको छ। प्रभु तपाईँले हाम्रो पाप अनि अधर्मको निम्ति तपाईँ तोडिनु भयो अनि साँच्चै यो तोडिएको शरीरले चाहिँ आज हामीलाई एक हुने त्यो तपाईँले प्रभु जुन अवसर प्रभु तपाईँले दिनु प्रभु धन्यवाद छ। थ्याङ्क यू लर्ड जिजस प्रभु तपाईँलाई धन्यवाद सबै कुराको निम्ति। र भन्नुभयो यो लेऊ खाओ यो मेरो शरीर हो जुन शरीर तिमीहरूका निम्ति तोडिएको छ यो मेरो सम्झनामा गर्ने गराउँछ। आउनुहोस् हामी सबै मिलेर यो लिनेछौँ। अनि प्रभुले यसरी नै खाइसक्नुभएछ। यसो भन्दै कचौरा पनि उहाँले हातमा लिनुभयो। साँच्चै नै यो कचौरा चाहिँ हामी माथि स्वर्गतिर हामी उठाउनेछौँ र प्रभुलाई हामी धन्यवाद दिनेछौँ। प्रभु कति भलो हुनुहुन्छ है। साँच्चै नै हाम्रो पाप चाहिँ आज हाम्रो जीवनबाट धोइन पखालिन अनि शुद्ध गर्न चाहिँ प्रभु आज उहाँको रगतको खाँचो थियो जुन रगत चाहिँ उहाँले आज हाम्रो निम्ति बगाउनु भएको छ। अनि साँच्चै नै यो रगतलाई हामीले कतिको मूल्यवान र कतिको हामीले कदर गरेको छौँ भन्ने कुरा चाहिँ यो वचनले स्पष्ट भन्दछ। प्रभु तपाईँलाई धन्यवाद छ। जुन कुरा चाहिँ अरू कुनै पनि कुराले हाम्रो पाप र धर्मलाई धुई पखाली हाम्रो शुद्ध अनि पवित्र गर्न सकेको थिएन तर प्रभु साँच्चै नै तपाईँले गर्नुभएको त्यो बलिदानको निम्ति प्रभु धन्यवाद छ। अनि तपाईँले बगाउनु भएको यो रगतको निम्ति प्रभु तपाईँलाई धन्यवाद छ। अनि साँच्चै आज यो मण्डली अनि यो परिवार यो रगतमा साँच्चै नै हामी सहभागी हुँदैछौँ प्रभु तपाईँलाई धन्यवाद छ। थ्याङ्क यू लर्ड जिजस। थ्याङ्क यू थ्याङ्क यू प्रभु धन्यवाद छ धन्यवाद छ। अनि यो कचौरा मेरो रगतमा भएको नयाँ बाछा हो जहिले जहिले तिमीहरू यो पिउँछौ मेरो सम्झनामा यो गर्ने गर भन्नुभएको छ। आउनुहोस् सबै मण्डली एकसाथ मिलेर हामी पिउनेछ। किनकि जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र यो कचौरा पिउँछौ यो रोटी खान्छौ र यो कचौरा पिउँछौ तिमीहरूले उहाँ नौतेल प्रभुको मृत्युको प्रचार गर्नेछौ भन्नुहुन्छ। प्रभुजी हामी तपाईँलाई धन्यवाद दिँदछौँ यो समयको निम्ति। अनि प्रभु म तपाईँलाई धन्यवाद दिन्छु सबै कुराको निम्ति। प्रभु जति पनि कुराहरू प्रभु तपाईँले हाम्रो निम्ति गर्नुभएको छ हाम्रो परिवार हाम्रो मण्डलीको निम्ति प्रभु तपाईँले गर्नुभएको छ। धन्यवाद धन्यवाद थ्याङ्क यू। आउनुहोस् हामी भेटीको समयमा आएका छौँ।